तपाईको शासन व्यवस्थामा तपाईको संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा गराएका चुनावहरुमा राजावादीहरु त कहाँबाट आउँछन्? तपाईहरु आज हिम्मत गर्न सक्नुहुन्छ कि ल राज संस्था र चाहिँ नि गणतन्त्रको सन्दर्भमा जनमत संग्रह गरौं? त्यो हिम्मत छ? त्यो हिम्मत हामीले गरेकै हो। संविधानमा सबै कुरा खुला राखेको भनेको संविधानमा राप्रपा आफूलाई राजावादी सुन्नुस्, तपाईको भाषामा भन्दा राजा यसरी चम्किरहेछन् नचाहिदो किसिमले, संविधान विपरीत गएर गणतन्त्रको भावना विपरीत गएर तपाईले भनिराख्दाखेरि जनमानसमा यो कुरा आइराख्दाखेरि गरौँ न त एकचोटी जनमत संग्रह। ल राजा चाहिने नचाहिने त्यो जनमत संग्रह गर्न सुन्नु छ। मैले तपाईलाई अघिदेखि भन्नु एकदम सुन्नु, पहिलो कुरा लगेर अब ल जनमत संग्रह गरौँ भनेर तपाई जनमत संग्रह गर्ने भनेको राजाले चाहिँ राप्रपाको कि त नेता भएर आउनु पर्यो, पार्टी खोल्न पर्यो, जनमत लिन जान पर्यो, उनलाई त्यो स्वतन्त्रता दिन हामी तयार। संसारमा राजाले पार्टी कहिले खोल्दैनन्। राजा होइन नि, अब तपाई बढी कुरा नगर्नु, मलाई उत्तेजित पार्ने कुरा नसोध्नु न। राजै होइन यिनी मान्छे अनि बेकारमा तपाई त्यसो भन्नुहुन्छ। सबैले जनताले भन्छन् यिनै राजाले पुनर्स्थापना गरेको संसदबाट जनआन्दोलनबाट परिणत भएर गिरिजा बाबुले शपथ लिएर अनि गणतन्त्रको बीजारोपण गरेको। यो कुरा त एउटा राजनीतिक प्रक्रिया, राजनीतिक प्रक्रियामा गर्नुपर्ने बाध्यताका कारणले हुन्छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल ल्याउनको लागि नेकपा माओवादी केन्द्र र त्यसका अध्यक्ष प्रचण्ड यदि तपाईहरुले पहल नगरेको भए यहाँसम्मको परिवर्तन सम्भव थिएन। तर भोलि गणतन्त्र जाने अवस्थामा सबभन्दा पीडा सम्भवतः तपाईहरुलाई हुन्छ होला। सबभन्दा पीडा गणतन्त्र जाने कुरा तपाईले पटक पटक भन्नुभएको छ नि, यो नै यथार्थपरक छैन। म तपाईको शब्द लिएर भनेको अध्यक्षज्यू, तपाईको शब्द लिएर के भनेको भने पोलिटिकल कोर्स पार्लियामेन्टबाटै समाधान गर्न ठीक हुन्छ, बाहिरबाट भयो भने जोखिमयुक्त हुन्छ, जे पनि हुन्छ भनेर अघि जे संकेत गर्नुभयो नि, तपाई खुला बोल्छु भन्दा भन्दै नि बेला बेलामा कूटनीतिक रूपबाट बोल्नुहुन्छ, संकेत गर्नुहुन्छ, त्यही खतरा